जिल्ला प्रशासन कार्यालय बैतडीमा एकद्वार सेवा प्रणाली सुरुवात भएको छ। अब कार्यालयमा प्रवेश गर्ने बित्तिकै सर्वप्रथम सेवाग्राहीहरू नागरिक सहायता कक्षमा प्रवेश गर्छन्। नागरिक सहायता कक्षमा कर्मचारीहरूले उहाँहरूको कागजातहरू हेर्ने, उहाँहरूलाई आवश्यक सहयोग गर्ने कामहरू गरिन्छ। कागजातको यहाँ रुजु हुन्छ। उहाँले रुजु गरिसकेपछि उहाँले टोकन दिनुहुन्छ। टोकन दिइसकेपछि कर्मचारी टोकन दिएपछि वेटिङ हलमा सेवाग्राहीहरू वेटिङ हलमा बस्नुहुन्छ। टोकन प्राप्त गरेपछि वेटिङ हलमा यदि नागरिकताको प्रतिलिपि लिने हो भने यहाँबाट नागरिकताको प्रतिलिपि हुन्छ। नयाँ नागरिकता लिनेको हकमा यहाँ नयाँ नागरिक आउनुहुन्छ। अहिलेसम्म 40वटा चाहिँ नागरिकता गइसके टोकन दिइरहेछ। कर्मचारीहरू कार्यालय कार्यक्षमता काम गरिरहनु भएको छ। त्यस पश्चात यहाँ राखिएको छ। अहिले पछि आउनुहुन्छ, भिडभाड हुँदैन। सबै यहाँ बस्नुभएको छ वेटिङ हलमा। आफ्नो पालोमा आउने हो बस्ने गरिएको छ। यहाँ तत्कालै कार्यालय सहयोगले यो शासकीय अधिकारी कक्षमा ल्याएर नागरिकताहरूको सदर गराउने काम गर्नुहुन्छ। उहाँले सदर गर्दै हुनुहुन्छ, सोधपुछ गरेर उयो गर्नुहुन्छ। त्यस पश्चात आइन्छ। यहाँ स्तनपान कक्ष रहेको छ। स्तनपान कक्षमा स्तनपान गराउने लगायत सेवाग्राहीको निम्ति यहाँ टेलिभिजनको व्यवस्था छ। चार्जिङ फ्री वाइफाईको व्यवस्था छ। कर्मचारीको